हिप 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 फागुन 21 जिंदाबाद फागुन 21 जिंदाबाद हिप हिप उज्यालो नेपाल जिंदाबाद उज्यालो नेपाल जिंदाबाद उज्यालो पार्टी जिंदाबाद बत्ती कसले बाल्छ कुलमान घिसिङले बाल्छ बत्ती कसले बाल्छ कुलमान घिसिङले बाल्छ हिप 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 यतिखेर हामीहरू विशेष गरी नुवाकोट र चितवनबाट व्यापक रूपमा हामीले उज्यालो नेपाल पार्टीको लागि आज घोषणा सभामा दिल खोलेर विभिन्न सङ्घ संस्था होस् या विभिन्न राजनीतिक भातृ संगठनबाट सबै परित्याग गरेर त्यसलाई तिलाञ्जली दिएर हिजोका जडसूत्र तपाईका पुराना पार्टीहरू जसरी यथास्थितिमा रहे त्यो चिजलाई सबै भङ्ग गरेर आज हामी कयौं युवाहरू नुवाकोट चितवनबाट आइरहेका छौं कुलमानजीलाई जिताउन यो फागुन 21 उज्यालो पार्टी नेपाललाई भव्यताका साथ र अत्याधिक बहुमतका साथमा विजय गराउन सम्पूर्ण नेपालीहरू जनमा आग्रह पनि गर्न चाहन्छु। उज्यालो नायक विगत 10 वर्षदेखि नेपाललाई अन्धकारमय रूपमा बनाउन खोजिएको थियो। कुलमानजीले जसरी नेपाललाई एउटा विद्युतलाई उज्यालो रूपले जुन लोड सेडिङ 18 घण्टासम्मको लोड सेडिङलाई उहाँले 1 मिनेट पनि नराखी जसरी उहाँले काम गर्नुभयो उहाँको हामी सारै फ्यान पनि छौं र नेपाल जनताहरू कुलमानजीको नाम बारम्बार मुक्त कण्ठ रूपले लिइराख्नुहुन्छ। धन्यवाद। उज्यालो पार्टी जिंदाबाद उज्यालो पार्टी जिंदाबाद।